नमस्कार सबैजनालाई। लोकसेवा आयोगको आर्थिक वर्ष 2083-84 पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका प्रकाशन भइसकेको छ। जस अन्तर्गत हामीले सम्पूर्ण लोकसेवा आयोगले लिने परीक्षाहरूको कहिले विज्ञापन खुल्छ, कहिले परीक्षा सञ्चालन हुन्छ, कहिले लिखित परीक्षाको नतिजा आउँछ, कहिले अन्तर्वार्ता र सिफारिस हुन्छ भनेर मोटामोटी जानकारी पाउन सक्छौँ। यसमा चाहिँ हामीले सुरुमा हेर्दाखेरि क नम्बरमा सङ्घीय निजामती सेवा, सङ्घीय स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा र राष्ट्रिय मानवाधिकार सेवाको पदपूर्तिको लागि भनेर आएको छ। यसमा राजपत्राङ्कित विशिष्ट श्रेणीको चाहिँ बढुवा चाहिँ माघ बमोजिम हुने भन्ने छ। त्यसपछि छ प्रथम श्रेणीको अप्राविधिक तथा अधिकृत प्रथम स्तरको विज्ञापनको कुरा छ। यसमा चाहिँ खुल्ला बढुवा भनेर खुल्छ र स्वास्थ्य 11 तहको खुला बढुवा तथा आन्तरिक प्रतियोगिता गरेर खुल्ने छ। यसको प्रतिशत निर्धारण चाहिँ साउन भदौमा हुन्छ। त्यसपछि विज्ञापनको सूचना प्रकाशन भदौको अन्तिम बुधबार, परीक्षा सञ्चालन कार्तिक मङ्सिर, त्यसपछि लिखित परीक्षा नतिजा मङ्सिर पुसमा र अन्तर्वार्ता र सिफारिस माघ फागुनभित्र गर्ने लक्ष्य राखेको छ। त्यसै गरी तृतीय श्रेणीको लागि तथा स्वास्थ्य सेवा 9 तहको लागि चाहिँ भदौ असोजमा प्रतिशत निर्धारण, असोजको अन्तिम बुधबार विज्ञापन, मङ्सिर पुसमा परीक्षा सञ्चालन, माघ फागुनमा लिखित परीक्षाको नतिजा र अन्तर्वार्ता र सिफारिस चाहिँ फागुन चैतमा हुनेछ। जस्तै राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक अधिकृतको लागि चाहिँ प्रथम चरण, द्वितीय चरण, आन्तरिक प्रतियोगिता र बढुवा गरेर खोज्छ। त्यसपछि राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिकको लागि छ। प्रतिशत निर्धारण चाहिँ असोज कार्तिकमा हुन्छ। कार्तिकको अन्तिम बुधबार विज्ञापन खुल्छ। त्यसपछि पुस माघमा चाहिँ परीक्षा सञ्चालन हुने। त्यसपछि लिखित परीक्षा नतिजा पुस माघमै आउने र दोस्रो चरणको लिखित परीक्षाको चाहिँ माघ फागुनमा परीक्षा सञ्चालन भएर चैत वैशाखमा चाहिँ नतिजा आएर वैशाख जेठमा चाहिँ अन्तर्वार्ता र सिफारिस हुने भनेर लेखेको छ। प्राविधिकको चाहिँ पुस माघमा परीक्षा सञ्चालन, फागुन चैतमा नतिजा प्रकाशन र चैत वैशाखमा चाहिँ रिजल्ट आउने कुरा छ। यस्तै गरेर अप्राविधिक तह अर्थात् सहायक प्रथम भनेको 5औँ तहको लागि पनि त्यस्तै छ। कार्तिक मङ्सिरमा प्रतिशत निर्धारण, मङ्सिरको अन्तिम बुधबार विज्ञापन, त्यसपछि माघमा लिखित परीक्षा सञ्चालन गर्ने, त्यसपछि माघ फागुनमा लिखित परीक्षाको नतिजा निकाल्ने र जेठ असारतिर नियुक्ति गर्ने भनेर छ। यसमा 4औँ तहको लागि पनि त्यसरी नै दिएको छ। यसमा कुनैमा चाहिँ एस्ट्रिक ह्यासहरू दिएको छ। त्यसमा चाहिँ न्याय सेवाको लागि मात्रै, सङ्घीय संसद सेवाको लागि मात्रै, राष्ट्रिय मानवाधिकार सेवाको लागि मात्रै भनेर छुट्याइएको छ। यसपालि चाहिँ अर्कै तरिकाले दिएको छ। यहाँनिर पिक्चर वाइज चाहिँ विज्ञापन कहिले खुल्छ भनेर निलो भयो भने विज्ञापन खुल्ने टाइम भयो। त्यसपछि लिखित परीक्षा यहाँनिरको येल्लो भयो, लिखित नतिजा ओरेन्ज कलर र अन्तर्वार्ता र सिफारिस चाहिँ ग्रिन कलरमा बनाएको छ। त्यस्तै सुरक्षा निकायतर्फ चाहिँ नेपाली सेनाको अफिसर क्याडेट चाहिँ विज्ञापन कहिले हुन्छ भन्दाखेरि साउनको अन्तिम शुक्रबार हुने भनेर लेखिएको छ। बिलदार तथा बिलदार अधिकृत क्याडेट चाहिँ असोज भदौ असोजतिर, प्राविधिक हवाई विविध सेवाको अधिकृत चाहिँ असोज कार्तिकमा, अनि प्राविधिक विविध सेवाको बिलदार प्रथम पटक कार्तिक मङ्सिरमा खुल्छ भने दोस्रो पटक चाहिँ चैत वैशाखमा, सैन्य चाहिँ प्रथम पटक कार्तिक मङ्सिरमा खुल्छ भने सैन्य दोस्रो पटक चैत वैशाखमा खुल्ने भनेर यसमा लेखिएको छ। लमसम त्यही टाइममा खुल्ने गर्दछ। अनि अर्को छ नेपाल प्रहरीको लागि इन्सपेक्टरको भ्याकेन्सी मङ्सिरको अन्तिम शुक्रबार आउने, सहायक निरीक्षक जनपद भनेको असैको लागि भदौमा आउने,
त्यसपछि जवानको लागि मङ्सिरमा, कार्यालय सहयोगीको लागि भदौमा, सिनियर प्रहरी अधिकृत प्राविधिकको लागि फागुनमा, जुनियर प्रहरी अधिकृत प्राविधिकको लागि फागुनमा र प्रहरी जवान प्राविधिकको लागि चाहिँ फागुनमा भनेपछि प्राविधिकहरूको विज्ञापन चाहिँ फागुनमा हुने रहेछ। त्यस्तै अर्को छ सशस्त्र प्रहरीको लागि। सशस्त्र प्रहरीको चाहिँ इन्सपेक्टरको लागि विज्ञापन साधारण समूह, कानुन उपसमूह, लेखा उपसमूहको चाहिँ पुसको पहिलो शुक्रबार विज्ञापन खुल्छ। सशस्त्र प्रहरी सहायक निरीक्षक असैको लागि मङ्सिर पुसमा विज्ञापन खुल्छ। प्राविधिकको साउन भदौमा प्रथम पटक। अनि त्यसपछि जवानको लागि भदौ असोज फर्स्ट टाइम खुल्छ भने सेकेन्ड टाइम चाहिँ पुस माघमा खुल्छ। प्राविधिक तर्फको विज्ञापन अर्को चाहिँ माघ फागुनमा दोस्रो पटक खुल्ने रहेछ। यसमा चाहिँ सशस्त्र प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी नायब निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी हवलदार भनेर खुल्दो रहेछ। प्राविधिकमा चाहिँ इन्जिनियर, डाक्टर इत्यादि समूहहरू खुल्ने गर्दछ। अर्को छ राष्ट्रिय अनुसन्धान विभागको। यसको विज्ञापन चाहिँ माघको अन्तिम शुक्रबार खुल्ने छ। इन्सपेक्टर र सहायक भनेको असै सरहको लागि र सहायक सूचकको लागि चाहिँ भदौ असोजमा विज्ञापन खुल्छ भनेर छ। अब जाउँ सङ्गठित संस्थानतर्फको। यसमा चाहिँ सहायक स्तर प्रथम श्रेणी नासु सरहको 5औँ तहको लागि एकीकृत पूर्वयोगी परीक्षा चाहिँ कहिले हुने भनेको छ भन्दाखेरि विज्ञापन साउनको महिनाको पहिलो बुधबार हुन्छ। त्यसपछि लिखित परीक्षा असोजको पहिलो शनिबार भनेको छ। असोजको पहिलो शनिबार। त्यसै सहायक स्तर द्वितीय श्रेणी खरिदार वा सो सरह चौथो तहको लागि चाहिँ सँगै विज्ञापन खुल्ने रहेछ र असोजको पहिलो हप्ता चाहिँ पहिलो आइतबार चाहिँ लिखित परीक्षा हुन्छ भनेर भनेको छ। त्यस्तै गरी अरू चाहिँ कहिले नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, भेरी अस्पताल, बिपी कोइराला मेमोरियल अस्पताल, गङ्गालाल हृदय राष्ट्रिय हृदय केन्द्र, सिंहदरबार वैद्यखाना, कर्णाली स्वास्थ्य प्रतिष्ठान, नेपाल स्वास्थ्य अनुसन्धान, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सांस्कृतिक संस्थान र एउटा सिमेन्टको चाहिँ विज्ञापन साउन भदौमा प्रकाशन हुने र लिखित चाहिँ असोज कार्तिकमा भएर लिखित परीक्षाको नतिजा चाहिँ मङ्सिर पुसमा निकाल्ने भनेको छ। अब अर्को छ औषधि लिमिटेड, मेडिकल काउन्सिल, पोखरा स्वास्थ्य विज्ञान, राप्ती परोपकार प्रसूति तथा स्त्री विकास समिति। यिनीहरूको चाहिँ भदौ असोजमा विज्ञापन खोलेर कार्तिक मङ्सिरमा परीक्षा निकाल्ने र लिखित परीक्षा नतिजा आउने भन्ने छ। त्यसै गरी गुठी संस्थान, नेपाल राष्ट्र ब्याङ्क, दूरसञ्चार, ट्रमा सेन्टर, कृषि अनुसन्धान परिषद, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाहिँ विज्ञापन असोज कार्तिकमा आएर लिखित परीक्षा चाहिँ मङ्सिर पुसमा हुने भन्ने छ। अर्को छ विद्युत प्राधिकरण, विद्युत नियमन आयोग, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, विद्युत उत्पादन कम्पनी, काठमाडौँ खानेपानी लिमिटेड, खानेपानी संस्थान, हाइड्रो, राष्ट्रिय वाणिज्य ब्याङ्क, कृषि विकास ब्याङ्क, नेपाल ब्याङ्क, विश्वविद्यालय अनुदान आयोग, साझा स्वास्थ्य सेवा सहकारी लिमिटेड, काठमाडौँ उपत्यका खानेपानी बोर्ड र साझा प्रकाशन, साझा यातायातहरूको चाहिँ कार्तिक मङ्सिर विज्ञापन आएर पुस माघमा विज्ञापन के अरे इक्जाम भएर फागुन चैतमा नतिजा निकाल्ने कुरा छ। त्यसपछि कर्मचारी सञ्चय कोष, लगानी कोष, निक्षेप सुरक्षा कोष, सामाजिक सुरक्षा कोष, नेपाल रेलवेज, इन्जिनियरिङ, जडीबुटी, तितोपत्र बोर्ड, सिडिएस, स्टक एक्सचेन्ज, चार्टर एकाउन्टेन्ट संस्थान, नागरिक स्टक डिलर, राष्ट्रिय न्यायिक प्रतिष्ठान र पशुपति क्षेत्र विकास कोषको चाहिँ मङ्सिर पुसमा विज्ञापन खुल्ने र माघ फागुनमा लिखित परीक्षा हुने र चैत वैशाखमा नतिजा निकाल्ने कुरा छ। अर्को छ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कुराहरू छ। दुधे संस्थान, खाद्य संस्थान, नेपाल आयल निगम, कृषि सामग्री लिमिटेड, पर्यावहन गोदाम इत्यादिहरू, नेपाल बिमा प्राधिकरण, बिमा कम्पनी, पुनर्बिमा कम्पनी, राष्ट्रिय जीवन बिमा कम्पनी, कानुन किताब व्यवस्था समिति,
विभिन्नको चाहिँ पुष माघमा विज्ञापन खोल्ने र फागुन चैतमा नतिजा प्रकाशन र वैशाख जेठमा पुष माघमा विज्ञापन, फागुन चैतमा लिखित र वैशाख जेठमा चाहिँ नतिजा प्रकाशन गरिनेछ। अर्को छ सार्वजनिक सेवा प्रसारण, गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री, समाचार समिति, प्रेस काउन्सिल, वन निगम, प्रज्ञा प्रतिष्ठान, परीक्षा बोर्ड, समाज कल्याण, नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन तथा होटल प्रवर्धन प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, वायु सेवा निगम, तारागाउँ समिति, दूरसञ्चार प्राधिकरण, कालीमाटी तरकारी विकास समिति, नगर विकास कोष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति। यसको चाहिँ विज्ञापन माघ फागुनमा हुने, चैत वैशाखमा एक्जाम हुने र जेठ असारमा चाहिँ नतिजा निकाल्ने भन्ने छ। र अर्को छ उदयपुर सिमेन्ट, ललित कला प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय सहकारी विकास बोर्ड, काठमाडौँ उपत्यका विकास प्राधिकरण, पाथिभरा क्षेत्र विकास समिति इत्यादि विशाल बजार कम्पनीहरूको चाहिँ फागुन चैतमा विज्ञापन खोल्ने र वैशाख जेठमा नतिजा गरेर फागुन चैतमा विज्ञापन, वैशाख जेठमा लिखित र नतिजा गरेर जेठ असारमा रहेछ। अब सहायक स्तर प्रथम श्रेणी नासु आसु सरको एकीकृत पूर्वयोगी परीक्षा वैशाख महिनाको पहिलो बुधबार खुल्ने, सहायक स्तर प्रथम श्रेणी नासु सरको चाहिँ। त्यसपछि असारको पहिलो शनिबार एक्जाम हुने, सहायक स्तर द्वितीय श्रेणी खडेदारको चाहिँ वैशाखको पहिलो महिना चाहिँ पहिलो बुधबार खुलेर त्यसपछि असारको पहिलो आइतबार चाहिँ एक्जाम हुनेछ। अनि यसमा अधिक स्तरको कुरा गरेन जस्तो छ। यसमा सहायक प्रथम श्रेणी र द्वितीय श्रेणीको छ। सहायक स्तर प्रथम नासु सरको छ। यसमा अझै पनि अधिक स्तरको लागि चाहिँ कुनै कुरा गरेको देखिएन पूर्वयोगी परीक्षाको लागि चाहिँ। हजुरहरूलाई अरू थप केही जानकारी चाहिएमा प्लिज कमेन्ट गर्नुहोला र विज्ञापनहरू आउने बित्तिकै हजुरहरू समक्ष पेश गरि नै हाल्छु। थ्याङ्क यू।